आज ओशो तपोवन पोखरा घुम्न गएको, जहाँ मैले यस्तो आनन्द लाग्ने दृश्यहरू अवलोकन गर्न पाएँ। ओशो गुरु रजनीशले दिनुभएको प्रवचनको कोटेसनहरू, विद्वानहरू धेरै विद्वानहरू, रजनीश, बुद्धले, गान्धीले, यस्ता धेरै अन्धकार प्रकाशको अनुपस्थिति हो, अहंकार उसको अनुपस्थिति हो। राम्रो दृश्य, वाउ, एकदम धेरै टेन्सनले, एकदम धेरै स्ट्रेसले त्यो ठाउँ घुम्यो भने एकदम धेरै आनन्द आउने, प्राकृतिक सुन्दरताले भरिएको। अनि त्यहाँ जीवनका हरेक पक्षहरू जुन जिन्दगी कटाउँदाखेरि चाहिने मोटिभेसन लाइफ इज अ जर्नी, लभ इज द गोल दृश्यहरूमा धेरै एउटा पार्क रहेछन्। त्यहाँभरिमा सबैभन्दा इन्ट्रेस्टिङ र मलाई एकदम मनमा टच गरेको एउटा मृत्यु पार्क भन्ने छ। त्यहाँ चाहिँ मृत्यु किन र के का लागि, मृत्यु कसरी भन्ने कुरा धेरै कुरा लेखिएको थियो। त्यहाँ अवलोकन गरियो, त्यहाँबाट हेर्ने देखिने दृश्यहरू कस्तो मनमोहक थियो। त्यहाँ चाहिँ साधना उपासनाहरू त्यहाँ भइरहेका थिए। त्यहाँ धेरै ध्यान केन्द्र पनि छ, त्यहाँ ध्यान गर्ने साथीहरू हुनुहुन्थ्यो। म चाहिँ ध्यान गर्नको लागि त्यहाँ गएको थिइनँ। अहिले चाहिँ आज चाहिँ अवलोकन गर्नको लागि मात्रै गएको थिएँ। एकचोटि तपाईँहरू पनि भेट गर्नै पर्ने र त्यहाँ चाहिँ जिन्दगीका पीडादायक जिन्दगीहरूलाई चाहिँ आफूलाई कसरी माया गर्ने र आफूले चाहिँ यो पेनफुल जिन्दगीबाट कसरी रिल्याक्समा लैजाने त्यहाँका दृश्यहरू पनि यति मनमोहक कि मलाई त कस्तो राम्रो छ कि आउँ जस्तै भइरहेको थियो। यति राम्रो दृश्यहरू छ कि त्यहाँ प्राकृतिक रूपले यो कुन ठाउँलाई चिन्नुहोस् है त, यहाँको वातावरण, यहाँको दृश्य रमाइलो लाग्दैछ। एकचोटि हेर्नुपर्ने, जानै पर्ने। अनि त्यहाँ गएर कस्तो रमाइलो साधना ध्यान एकदम फुल पोइन भयो भने यहाँ आउनुभयो भने तपाईँले धेरैजना चाहिँ जानुपर्ने आवश्यक छ। मैले चाहिँ त्यहाँ गएर बस्नु चाहिँ टाइम मिलेन। चाहिँ म त्यो टाइम मिलाउने एकदम कोसिस गर्छु। अनि एकचोटि जानै पर्ने ठाउँ चाहिँ ओशो तपोवन चाहिँ हो है हजुर। जहाँको गए पनि हुन्छ, तर जानुपर्ने चाहिँ ठाउँ चाहिँ म चाहिँ पोखराको तपोवन, ओशो तपोवन पोखरा गएको थिएँ। वाउ, अन्धकारसँग नलड, थाक्ने छौ, ध्यानको बत्ती बाला, अँध्यारो त्यसै हराउने छ। ओशो, वाउ। आजको युगमा शमशान घाटमा गएर ध्यान गर्ने व्यवहारिक छैन। त्यही बोध गराउनलाई हामी ओशो मृत्यु पार्क निर्माण गरेका छौँ। यस पार्कमा आएर सान्त्वना सत्य बोध होस् कि एक दिन मृत्युमा सबै भौतिक सुख सुविधा, नातागोता र शरीरलाई पनि खोसेर लगिदिन्छ र अन्तमा काम लाग्ने मृत्यु पार्क, ओशोमा मृत्यु पार्क। हामी जन्मे पछाडि मर्नुपर्छ। यो जन्म र मृत्यु भनेको कसैले टारेर टर्ने कुरा होइन। मृत्यु पार्क छ। यहाँ धेरै महात्मा, सन्त महन्त महात्माहरूको कोटेसनहरू लेखिएको छ। यहाँ चाहिँ दलाई लामाको
गुरु रजनीशको। मृत्यु के हो भन्ने कुरा छ। म यहाँ आएको छु मृत्यु पार्कमा। यो के भने यहाँ कवि शिरोमणिको अलि उल्टो कवि शिरोमणिको कविता छ यहाँ। राजा रङ्ग सबै समान उसका वैमस्य गर्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। लाखौँ औषध अस्त्र शस्त्र महिमा देखेर डट्दैन त्यो। आध्यात्मले लुकेर चल्छ सदा मरेर मर्दैन त्यो। कवि शिरोमणि लेखनाथ पौडेलको कविता। आत्म मृत्यु अमरताको द्वार। यहाँ आएपछि जन्म किन मृत्यु किन भन्ने कुरा चाहिँ प्रष्ट देखिन्छ।